Grammar is a source or book in which we study about the rules of a language. ल grammar is a source or book in which we study about the rules of a language. ग्रामर त्यो स्रोत हो वा यस्तो एउटा किताब हो त्यो स्रोत हो साधन हो इन विच जस अन्तर्गत हामी भाषाका नियमहरूबारे अध्ययन गर्छौँ. फर इक्जाम्पल अब सच एज भन्न सक्नुहुन्छ how to read, write and speak correctly. ल बुझिसक्नु भयो होला. ग्रामर इज अ सोर्स और बुक इन विच वी स्टडी अबाउट द रुल्स अफ अ ल्याङ्ग्वेज. ग्रामर त्यो स्रोत हो जस अन्तर्गत हामी भाषाका नियमहरूबारे अध्ययन गर्छौँ. जस्तै कुनै भाषालाई कसरी हामी लेख्ने, कसरी पढ्ने र कसरी बोल्ने हैन. अब हामीले जान्नुपर्ने हाउ मेनी टाइप्स अफ ग्रामर. ग्रामर कति किसिमका हुन्छ, ग्रामरका प्रकारहरू. अब यसमा नेपालीमा मैले लेख्न छोडिदिन्छु, नेपाली लेखिरहेको छैन किन तपाईँले सम्झाइ नै दिइरहेछु, बुझाइ नै दिइरहेछु. अब सधैँ नेपाली लेख्दै गएपछि के हुन्छ, तपाईँको त्यो बानी जुन हुन्छ त्यो अलिक हट्दैन छिटो. म नेपालीमा सम्झाइ नै दिइरहेको छु र तपाईँको हरेक वर्ड पनि बुझाइदिइरहेको छु. तपाईँ बुझिराख्नु बेला मलाई आशा छ. र खास गरेर बोर्डिङमा पढ्ने विद्यार्थी भाइ बहिनीदेखि लिएर यो हाम्रो गभर्मेन्ट स्कुलमा पढ्ने विद्यार्थी भाइ बहिनी समेतको लागि छ. र खास गरेर हाम्रो त्यो विद्यार्थी भाइ बहिनी जसले कमजोर फिल गर्नुहुन्छ, क्लासमा केही सरलाई सोद्धाखेरि अब आफूले सोद्धाखेरि लाज मान्नुहुन्छ, उहाँहरूको लागि पनि भिडियो एकदम इम्पोर्टेन्ट छ. उहाँहरू एकदम फ्रिली भएर बुझ्नु होला र केही समस्यालाई कमेन्ट गर्नु होला. र तपाईँ पनि एकदम इङ्ग्लिसमा फ्लुएन्ट हुनुहुन्छ, तपाईँ पनि इङ्ग्लिस ग्रामर मजबुत हुन्छ भनेर मलाई आशा छ. ल अब हेर्नु ग्रामरका प्रकार, टाइप्स अफ ग्रामर्स. अब ग्रामर कति प्रकारका हुन्छन्? धेरै भाइ बहिनीहरूले 5 प्रकारको भन्नुहुन्छ. सर ग्रामर 5 प्रकारको हुन्छ, तर उहाँहरू लिटल कन्फ्युज कि मिस कन्फ्युज भन्न सक्नुहुन्छ. तपाईँहरू ध्यान दिएर सुन्नु होला. ग्रामर्स आर मेनी टाइप्स. म यहाँ लेख्दैछु, तपाईँहरू नोट गर्दै जानु होला. ग्रामर्स आर मेनी टाइप्स as their language. Grammars are many types as their language. Every language has its own grammar, such as लेख्न सक्नुहुन्छ, लेख्न चाहनुहुन्छ भने every language has its own grammar. No grammar, no language. No grammar, no language. For example, English grammar or English language. Nepali grammar or Nepali language. Hindi grammar or Hindi language, etc. यानी कि जतिवटा ग्रामर छ त्यतिवटा के छ, भाषा छ. र जतिवटा भाषा छ त्यतिवटा ग्रामर छ. बिना भाषाको ग्रामर हुँदैन, बिना ग्रामर भाषा हुँदैन. किनभने हरेक भाषामा चाहिँ के छ, ग्रामर छ. विदाउट ग्रामर वी कान्ट से एनी इन एनी ल्याङ्ग्वेज. हरेक भाषामा कुनै न कुनै नियम हुन्छ. त्यही नियमहरूको समूहलाई नै के भनिन्छ, ग्रामर भनिन्छ. ल अब हामी पढ्नेछौँ इङ्ग्लिस ग्रामर फर इङ्ग्लिस ल्याङ्ग्वेज.
अब हामी सुरु गर्छौं इंग्लिश ग्रामर। व्हाट इज इंग्लिश ग्रामर भनेर। र यो अब व्हाट इज इंग्लिश ग्रामर भनेर अब सिक्नु भन्दा पहिला म यहाँ के क्लियरफाई गर्न चाहन्छु। भाषा र व्याकरण दुवै अब जोड्नु भन्दा पहिला दुवैको बारेमा जान्नु पर्यो हामीले। यसले मेट्न चाहन्छु म है। डेली चाहिँ भिडियो दुईटा पाउनुहुनेछ सबै क्लासको लागि, खास गरेर 8 9 छ। अब हेर्ने हो भने बच्चाको जब जन्म भइहाल्छ त्यो बेला चाहिँ यति के गर्छ, बच्चा चाहिँ आफ्नो भाषा लिएर आएको हुन्छ। त्यो रोइरहेको हुन्छ, क्या क्या गरिरहेको हुन्छ, कराइरहेको हुन्छ। जति ठुलो हुँदै त्यस्तै हामी त्यसलाई सिकाउँदै जान्छौँ। मम्मी मम्मी, पापा पापा, बाबु यस्तै केही भन्दै जान्छौँ हैन। यानी कि जुन हामी भोजपुरी समाजमा बस्छ त्यो भोजपुरी भाषा सिकाउँदै जान्छ, त्यो बच्चा भोजपुरी भाषा सिकिहाल्छ। यानी कि भोजपुरी व्याकरण त्यहाँ चाहिँ काम गरेको छ। त्यस्तै कोही बच्चा अमेरिकामा जन्म भयो भने त्यो बच्चा फेरि जन्म हुने बित्तिकैमा त्यो इंग्लिश त बोल्दैन, त्यो मात्र रुने गर्छ। तर पनि त्यहाँको वातावरण, त्यहाँको इन्भाइरोमेन्ट चाहिँ इंग्लिश ल्याङ्ग्वेज भएकोले त्यहाँ इंग्लिश सिक्दै जान्छ, त्यो बच्चा सिकिहाल्छ। त्यहाँ इंग्लिश ग्रामर सिक्यो। त्यस्तै त राम्रो काठमाडौँमा कोही जन्मियो बच्चा भने त्यो के गर्छ, उहाँ अब नेपाली परिवेश, नेपाली भाषा, त्यो बच्चा पक्कै नेपाली बोल्न थाल्छ। इन्डिया भारतमा कोही बच्चा जन्मियो भने त्यो पक्कै हिन्दी बोल्छ। चाइनामा जन्मियो भने त्यो पक्कै चाइनिज बोल्छ। यानी कि यसको अर्थ के हो, भाषाको विकास भइसकेपछि, के को भाषाको विकास भइसकेपछि व्याकरणको निर्माण भएको हुनाले भाषा जेठो र व्याकरण कान्छो। ल यस सम्बन्धी चाहिँ तपाईको पक्कै ठुलो डिटेल जानकारी चाहियो भने हैन, यो अर्थ कहाँबाट आयो, कसरी सुरुवात भयो, कसरी ग्रामर बन्यो, सबै कुराहरू यो मैले पहिलोको भिडियो मैले हालिसकेको छु, भिडियो बनाइसकेको छु। तपाईहरु यदि हेर्न चाहनुहुन्छ भने कमेन्टमा यस भन्नु होला, चाहिँ त्यो सोध्नु होला, म कमेन्टमा चाहिँ लिंक पठाइदिन्छु, तपाईहरु सर्च खोज्न पनि सक्नुहुन्छ। र त्यो म पक्कै